हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू सबै सन्चै हुनुहुन्छ भन्ने आशाका साथ आज नयाँ भिडियो स्टार्ट गर्दैछु। म चाहिँ अहिले उठेको। गाइस मुख पनि धोएको छैन, मुख पनि पानी यस्तो चिज छ कि जाडोले छुँदा पनि करेन्ट लाग्नु खोज्छ। कोठा चाहिँ के गर्दैछ? Hello guys, welcome to my sister-in-law vlog. उता मुख नधोइ काम गरिराखेको छ। चिसोले के गर्नु मुखै धुनु पाएछु। के बनाउनु लागेको? खाना मेरो नन्दा चाहिँ खाना पकाउँदैछ यहाँनिर। म भन्दा ठुलो छ। आइ भन ऊ चाहिँ साह्रै लजाउ छे मरी। स्टार्ट गर्दैछु भने आज चाहिँ स्पेसल मान्छे आउँदै हुनुहुन्छ। सो बिहानै उठेर भ्लग गर्दैछु। स्पेसल मान्छे को हो त गेस गर्नु होला। अझै खाना पकाउनु पर्ने हुन्छ। 8 बजिसक्यो साथीहरू। जाडोले गर्दा बिहान उठ्नु सकिँदैन। अब खाना सब्जी गर्नुपर्ने हुन्छ। सो स्पेसल मान्छे को होला तपाईँहरूले गेस गर्नुहोस्। अब चाहिँ खाना पकाउँछु साथीहरू। भरे म तपाईँहरूलाई मेरो स्पेसल मान्छेको हो देखाउँछु। बाई। कहाँ जाँदैछु भने यहाँ मम्मी आउनु हुँदैछ मेरो। त्यही भएर मम्मीलाई लिन आएको बाटोमा। मम्मी चाहिँ कतिखेर आउनुहुन्छ थाहा छैन। म चाहिँ यहाँ मम्मीलाई पर्खिँदैछु साथीहरू। कस्तो जाडो छ भने नि दमकतिर चाहिँ ओठ फुटेर हेर्नु न गाइस। ओठ फुटेर तनाव छ जाडोले। 1 हप्तापछि बल्ल बल्ल घाम लागेको छ। मम्मीलाई लिन बसेको बाटोमा घाम लागेको। यहाँ तातो घाममा मम्मीलाई पर्खिँदैछु म चाहिँ। मम्मी चाहिँ पर्खिँदा पनि आउनु भएन। सो अल्छी लागेर म चाहिँ यहाँ बसिरहेको छु। खाना खाएर मुख पनि नधोइ बसेको साथीहरू। खाना खाएर मुख पनि धोएको छैन म त। यति अल्छी नि भयो कि जाडो भएर मुख घामले पोलो। म चाहिँ यहाँ सडकको छेउमा बसिरहेको छु साथीहरू। मम्मी चाहिँ आउनु भएन अझै। अझै पर सडकको डिलमा बस्दा अल्छी लागेर यता पुलको छेउमा आएर बसिरहेको छु साथीहरू। ढिलो आउनुभयो मम्मी। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला साथीहरू। मम्मीले चाहिँ अहिले फोन गर्नुभएको थियो। आइपुग्नु राख्नु भयो अरे घाममा यहाँ बस्दा हजुर मेरो मम्मी है फाइनली भेट भयो मम्मीसँग। यता अङ्कल अब बस्दा घाममा ऊ यहाँ निकै बेर बसेको कि फेरि उपर गएर छिट्टै आइपुग्नु भयो। मम्मीले ल्याइदिनु भएको ओला बनाना, अर्ग्यानिक बनाना। वाउ कति राम्रो रहेछ। गाउँको कोला अर्ग्यानिक कोला। अब यसलाई चाहिँ पकाउनु पर्छ यहाँनिर। Hello guys, welcome to my भाउजूको भ्लगमा हजुरलाई स्वागत छ। हामीले चाहिँ आज दिउँसो मात्रै बनाएको यो भिडियो पनि उयो के पो टाइमै नमिलेर भनेको। म स्कुल गएको थिएँ। भाउजू अब मम्मीले लिनु जानुभएको थियो। आज मेरो मम्मी आउनुभएको थियो। त्यही भएर बिहानदेखि नै टाइम मिलेको थिएन र बनाउनु नपाएको थियौँ। त्यही भएर आज चाहिँ हामी बनायौँ। त्यो पनि बाहिर जाने बेला बनाएको। अहिले 3 बजे बज्यो। यहाँ चाहिँ मेरो भाउजू हुनुहुन्छ। मम्मी यता मेरो मम्मी हुनुहुन्छ। मैले भ्लग बनाउनु नभए त बिहानदेखि नै बनाउँछु।
हामी कहाँ गएको हामी चाहिँ पर गएको र मासु ल्याउनु मम्मी आमा भएको थियो त्यही भएर अहिले चाहिँ हामी यहाँ उयोमा गएको छैन हामी चाहिँ मासु किनेर आइसक्यौँ अब घर फर्किँदै गरेको मेरो मम्मी हुनुहुन्छ केही हुँदैन हाल्दा सब्सक्राइब गरिदिनु होला मेरो भाउजूको च्यानललाई तपाईँले गाडु भएको छैन भने गरिदिनु होला सब्सक्राइब होइन तपाईँलाई मन लाग्यो भने चाहिँ गर्नु राम्रो केही जस्तो भिडियोहरू राम्रोहरू छ भने चाहिँ गरिदिनु स्कुलको बुढ्नुसँग गफ गरेको आज हाम्रो स्कुलमा नाटक कार्यक्रम भएको थियो त्यसमा चाहिँ हाम्रै स्कुलको सर म्यामहरू पनि खेल्नु भएको थियो नाटक कोहीमा टिचर कोहीमा टिचर अनि कोही डाक्टर मेरो साथी डाक्टर अनि अर्को साथी हामीले चाहिँ मैले त पढेन अरूहरूले चाहिँ नाटक खेल्यो तर हामीले गीत गायौँ एउटा म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु के भने हामीले सरले स्कुलमा सिकाउनु भएको थियो हामीले धेरै मोबाइल हेऱ्यौँ भने नि साथीहरू आँखा बिग्रिन्छ त्यही भएर तपाईँहरू पनि नहेर्नु होला मलाई तर म पनि अलिअलि टिभी चाहिँ हेर्छु आइसक्यौँ पसल जो हो हाम्रो